It's a Nirlanka trick. Hi, I'm from California. Yes. हामी चाहिँ अब जङ्गलको बाटो आइपुग्यो है। यस्तो छ जङ्गल झारी झारी। के पुग्नु छ माथि त के होला बाटो पनि थाहा छैन। अब एक ठाउँमा पुगेर खानुपर्छ। डेन्जर रहेछ बाटो। म भ्लग छोटो छोटो बनाउँछु, धेरै लामो बनाउँदैन। घोडा खस्यो भने त फेरि घाटो होला नि त। घोडा खस्यो भने कति घाटा हुन्छ होला। हामी चाहिँ जङ्गलको बाटो हिँड्दैछौँ। फाइनल्ली हामी चाहिँ ब्याम्बो आइपुग्यो। यहाँ अब खानासाना खाने हो, एनर्जी बनाएर जानुपर्छ। खाना खाएर फाइनल्ली भात खाने ठाउँ आइपुग्यो। घोडा कसले भने यो खतर भने गाह्रो छ, गाह्रो देखाउन गाह्रो यार। बाटो चाहिँ यस्तै छ। अब मेरो पालो। हो त्यसले बेबी उयो बिर्को लाएर बिस्तारी आउँथ्यो यार। You look good together. हामी चाहिँ यस्तो घना जङ्गलमा आइसक्यो। है 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 हामी राति हुन लागिसक्यो यहाँ। तर हामीले हार मानेको छैनौँ। हामी चाहिँ अहिले रिभर साइड जाँदैछौँ। पहिला लामा होटेल आउँछ। रिभर साइड भन्दा हामी पहिला लामा होटेल पुगेर रिभर साइड जाने भनेको सक्छ कि सक्दैन हो। गाह्रो छ यस्तो जङ्गलको बाटो। फाइनल्ली हामी चाहिँ लामा होटेल आइपुग्यो। यो चाहिँ लामा होटेल। अब त्यो 2-3 घन्टा हिँड्नुपर्छ होला। कति न कति। लामा होटेल 9 किलोमिटर हो। ल पुग्यो लामा होटेल। लामा होटेल भनेको त होइन रहेछ, रिम्छे रहेछ। अब फेरि 10 मिनट जति हिँड्नुपर्छ। त्यसपछि हामी रिभर साइड। सो गाइज यहाँ पनि एउटा गेस्ट हाउस रहेछ। हेर्न यस्ता मुनलाइट गेस्ट हाउस आइपुग्यो। भनेको त रिम्चे पो जानै पर्छ आज हामी। कसैले 10 मिनट भन्छ, कसैले 45 मिनट भन्छ। त्यसैले अरूको कुरा नसुनी सुई सुई हिँड्नुपर्ने रहेछ। राम्रै रहेछ यो पनि। गाइज 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 हामी चाहिँ लामा होटेल आइपुग्यो। लामा होटेल यस्तो जङ्गलको बिचमा यार। अनएक्सपेक्टेड है। तर मजा आयो मजा। मैले त हिँडे जस्तो नि भएन। यस ऊ त्यो अगाडि चाहिँ 2 जना गइसके। हामी चाहिँ पछाडि छौँ। रात रात पर्नलाई है। हामी लामा होटेलबाट उता रिभर साइड निस्केको। रात पर्नलाई स्टेसनमा गएर 2 जना हिँड्नु सकेको छैन। जबरजस्ती लगिरहेको छु। धेरै त छैन। यहाँदेखि हामी यहाँसम्म जाने हो। 1 घन्टामा त पुगिन्छ। तर रात पर्ला भन्ने डर हो। पानी नि पर्छ जस्तो लागिरहेको।
गाह्रो छ टेकाउँदा तर मलाई त रमाइलो भइरहेछ ल माथि रिभर साइड पुगेपछि अब सिधै हामी चाहिँ अब रात पनि पर्यो होइन बत्ती बालेर हिँडिरहेछ यार त्यसमा त्यो डर लाग्दो कालो देख्ने यस्तो डर लाग्दो जङ्गल छ यार केही देख्दैन यार लाइनमा नगर न ल हामी चाहिँ होइन फाइनल्ली रिभर साइड पनि आइपुग्यो यो रिभर साइड यहाँ कति अगाडि रहेछ धन्न आइपुग्यो है हजुर होइन अब त यहीँ हो गाइज हाम्रो चाहिँ खाना आइसकेको छ अब खाना